म त उसको उमेरसम्म पनि पुगेको छुइनँ नि त। हर्क साम्पाङको उमेरसम्म त म के गरिसक्छु के गर्न सक्छु। हर्क साम्पाङलाई म च्यालेन्ज दिन्छु कि बीपी सुधारेर देखाउला। म चाहिँ के भन्छु भने इफ त्यो बीपी सुधार्न सक्यो भने म हर्क साम्पाङको कुटाइ लगिदिन्छु। मैले जोक गरेको होइन। बाहिरबाट आएको व्यक्तिले धरानको खै मेयरलाई नगर प्रमुखलाई के भन्दाखेरि धरानले ताली बजाएकोमा के भन्नु र यस्तो भने मलाई बाहिरबाट आएको व्यक्ति कहाँबाट आएको चाइनाबाट आएको पासपोर्ट हराएर बसी पो रहेको छु यहाँ जापानबाट आएको कि आँखा चिम्से म त इन्डियाको समेत भनेर भनिदिएको नागरिकता देखाउनु परेको ब्रो मैले म नेपाली हो जो आफ्नो देशको लागि अहिलेसम्म यति लडिरहेको मान्छे नेपालीहरू कहिले पनि जनता बन्न सिकेन नेपालीहरू जहिले कि त फ्यान बन्नु सिक्यो कि त कार्यकर्ता बन्नु सिक्यो एक दिन जनता भएर बाँच जनता भएर सोच अनि तब तिमीले चाहिँ राम्रोसित छुटाउन सक्छौ राइट को र रङ को हो मलाई बालेन और हर्क साम्पाङ और एनी अदर राम्रो मेयर्सहरू छ नि मलाई मेरो देशको प्रधानमन्त्री भएको हेर्नु मन छ क्या मलाई चाहिँ धेरैजनाको आशासँग जोडेछ नि त उहाँहरू त निराशा बनायो भने त मान्छेहरू कसको अनुहार हेरेर हामीहरू जनताहरू कसको अनुहार हेरेर चाहिँ हामीले चाहिँ देश बन्ला भनेर भन्नु बालेन हर्क साम्पाङ फेल भयो भने अरू राष्ट्र स्वतन्त्र पार्टीमा उनीहरूले आशा मागेका छन् यिनीहरू मान्छेहरू फेल भयो भने कसम देश फर्स्टमा छोड्ने त मै हुन्छु स्टेटसले हुन्छ कि बरु हामीलाई हामी पनि अझै पनि रेडी छौँ है हामी अझै मलाई ल भाइ तिमी यहाँ आऊ मसँग काम गर है तिमीलाई म त्यति अटो दिन्छु तिमी हस्पिटल म कुदिदिन्छु तर त्यो हस्पिटल छ त्यो चाहिँ सुत्नुपर्छ एकचोटि